यो काठमाडौँको तीनकुनेको अवस्था हो। सडकमा आर्मी परिचालन गरेको छ राज्यले। अवस्था निकै नै भयावह भएको थियो एकैछिन। Oh my god, I can't believe it. Is this real? अघिसम्म आर्मी सडकमा आइसकेपछि चाहिँ अलिकति नियन्त्रणमा आइसकेको छ यहाँको अवस्था। राज्यलाई आर्मी नै परिचालन गर्नुपर्ने अवस्था आइसकेको यहाँ देख्न सकिन्छ। हामीले जनआन्दोलनमा देखेका थियौँ यस्तो दृश्यहरू। आर्मी सडकमा यसरी बन्दुक बोकेर निस्किन्थे। अवस्थालाई कठिन अवस्थालाई नियन्त्रणमा ल्याउनका लागि, सामान्य बनाउनका लागि आज त्यही अवस्था, त्यही दृश्य यति बेला काठमाडौँको सडकमा देख्न सकिन्छ। एकदमै पोजिसनमा तयार आर्मीहरू। म यति बेला काठमाडौँको तीनकुने क्षेत्रमा छु, जहाँ कर्फ्यू आदेश जारी गरिएसँगै यति बेला तपाईँ देख्न सक्नुहुन्छ आर्मी पनि परिचालन गरिएको छ। आर्मी नै परिचालन गर्नुपर्ने अवस्थासम्म राज्य पुग्नु भनेको सायद अवस्था निकै नै जटिल यहाँको भइसक्यो अथवा हुँदैछ भन्ने यो सङ्केत हो। यो तीनकुने क्षेत्रको अवस्था हो। तीनकुने क्षेत्रमा आर्मी परिचालन गरिएको छ। अवस्था निकै नै भयावह बनिसकेपछि यहाँको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउनका लागि यसरी सम्भवतः आर्मी परिचालन भएको हुनसक्छ। यसरी आर्मी परिचालन भएको सडकमा यसरी आर्मीहरू खटिएर अवस्थालाई नियन्त्रणमा राख्न खोजेको यो दृश्य, यो सम्भवतः यो मैले देखेको यो पहिलो दृश्य हो। तपाईँहरूले पनि यस्तो दृश्यहरू धेरै अगाडि देख्नुभएको थियो होला। जति बेला जनआन्दोलनको दृश्य झल्को देखिन्थ्यो त्यति बेला यस्ता दृश्य देख्न सकिन्थे। अनि यसरी यो आर्मीको यो घेरा, आर्मीका गाडीहरू, सशस्त्र प्रहरी यता छ। आर्मी आइसकेपछि चाहिँ सशस्त्र प्रहरीले अलिकति राहत महसुस गरेको हुनुपर्छ। त्यही भएर सशस्त्र प्रहरी चाहिँ यता यसरी बसेको अवस्था छ भने आर्मी चाहिँ जसरी अवस्था निकै नै भयावह छ। प्रहरी र आन्दोलनकारी बीच झडप भइरहेको छ। राजा ल्याउनु पर्छ भन्ने पक्षहरू र प्रहरी बीच यति बेला यो काठमाडौँको तीनकुनेमा भइरहेको झडपको अवस्था बारे रिपोर्टिङ गरेर देखाइरहेका छौँ। घरमा राजावादी समूहले आगजनी गरेसँगै यो अवस्था निकै नै विकराल बनेको छ। तपाईँ देख्न सक्नुहुन्छ आन्दोलनकारीहरू पनि घाइते भइरहेका छन्, प्रहरी पनि घाइते भइरहेको छ। आन्दोलनकारीले लाठी चार्ज गरिरहेको तापनि प्रदर्शनकारीहरू मान्न तयार छैनन्। दाइ पानी 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 छिटो जेमा भए पनि हुन्छ क्या। पिरो भयो, छिटो छिटो। ए यो त डेन्जर हुने रहेछ यार। हल्छु ग्यास त बर्बाद हुने भयो, देश बर्बाद भयो दाइ, देश बर्बाद भइसक्यो। लाइभ फायरिङ भइरहेछ है अहिले त। ओ माई गड, फायरिङ भइरहेछ है। हेट फेरि आगलागीको दृश्यलाई पनि म तपाईँलाई देखाउँछु। यहाँ हेर्नुहोस्, यहाँनिर अहिले यसरी तीनकुनेको एक घरमा आन्दोलनकारीहरूले आगो लगाएका छन्। आन्दोलनकारीहरूको दाबी छ कि त्यस घरबाट असुल ग्यासहरू फालेको कारणले गर्दा यसरी घर जलाउनु परेको भन्ने किसिमको दाबी आन्दोलनकारीले गरेको अघि सुन्न सकिन्थ्यो। र यहाँ चारैतिरबाट ढुङ्गा बर्सिरहेको छ। जति बेला पनि हामीलाई लाग्न सक्छ, जे पनि हुन सक्छ। निकै नै ठुलो घटना घट्न सक्ने सङ्केत यहाँ देख्न सकिन्छ। सरकार पक्ष संयम हुन जरुरी छ, यहाँनिर सरकार पक्ष संयम भएन भने यहाँ जे पनि हुन सक्छ। आन्दोलनकारीहरूले तपाईँ देख्नुहुन्छ दमकल माथि पनि ढुङ्गामुढा गरिसक्यो। उहाँ पारी दमकल गइरहेको थियो। यो घरमा आगो लागिरहेको छ। घर
मा लागेको आगो निभाउनका लागि आएको दमकललाई पनि यति बेला आन्दोलनकारीलाई ढुङ्गा हानेर भगाइदिइसकेका छन्। यहाँनिर ओ माई गड रगत आयो। ओ माई गड बिचारा यार को हो संयम त अपनाऊ यो घर चलिबा ओ माई गड जे पनि हुन्छ त्यो माथि अलिक के आइरहेको छ यहाँ राज्य सरकारको आतंक हो यो राज्य सरकारको आतंक हो के भयो मलाई कोर्टको कहाँ कसलेको गरेको हेलमेट छैन हेलमेट लाउन पायो